भ्रष्टाचारको व्यथा भ्रष्टाचारको शिखरमा पहिरो गएको छ। भ्रष्टाचारको शिखरमा पहिरो गएको छ। त्यो पहिरोले भ्रष्टहरूको सेखी धरेको छ। जनता फसाउने माखेजालमा आफै परिन्छ कि भ्रष्टहरू सबै मिलेर सल्लाह गर्नु परेको छ। जनतालाई जन्तु बनाउन चाल चलेकै हो। जनतालाई जन्तु बनाउन चाल चलेकै हो। आजसम्म धुरीबाट डलर फलेकै हो। आजसम्म धुरीबाट डलर फलेकै हो। त्यही डलरको आडमा खरिद बिक्री हुँदै थियो। उल्का ग्रह लागेर हामीलाई दशा लागेकै हो। जताततै नेताहरू डुङडुङ्दी गनाएका छन्। पर्यावरण बिगार्न भाइरस फैलाएका छन्। कता के गनायो भन्दै आफै हल्ला मचाएका छन्। आफै गनाएको चालै नपाई बरबराएका छन्। गनाउनेहरू एक अर्कोलाई दोष लगाएका छन्। आफ्नै डिप्रेसनले सबै बहुलाएका छन्। राजावादीहरू नदीमा बाढी आएको छ, पानी धमिलो छ। मौको छोपी धमिलो पानीमा छमछुम गर्न परेको छ। हामी पुरानो साताकाले माछा हात पर्छ कि भनेर धमिलो पानीमा मौको छोप्नु परेको छ। ल भयो, बन्द गरिदियो।